हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियोमा के छ त अब हाम्रो प्लान भनेपछि अरू केही होइन। हाम्रो प्लान यत्तिकै बजार जाने प्लान भइरहेको छ ग्याङसँग। खुकुरी ग्याङको नाइक यता हुनुहुन्छ मालिक, भाइचारा ग्याङ यहाँ छ। यस्तै अरू त केही छैन, ठिकै भइरहेको भाइचारा ग्याङ। छोड यता छोड निकल, भिडियो बनाउँदै मलाई बजार जाने कार्यक्रम के छ ग्याङ? के छ आज बजारतिर भन्ने? बजारतिर आज क्याप्से बाजु ट्याक्कै ह्यान्डसम भएर लास्ट ह्यान्डसम छ क्या त होइन? ह्यान्डसम मान्छेलाई ह्यान्डसम भनेर रिस उठ्यो। यसलाई अब कालो हुने चाहिँ यसलाई रिस उठ्यो। गाह्रो छ नि त जिन्दगी, हो कि नि? भइगयो। हेलो ग्याङ, खुकुरी ग्याङ, खुकुरी ग्याङ, बाउसिया ग्याङ, बाउसिया ग्याङ यहाँ छ फेरि। न त छोड भने नचल नचल नचल, हिँड्न लाग्छ नि त। के मेरो भलक हुन्छ बाबु? अरे अयो अयो बाबु नचल भने भलक आउट। के छ दिपकहरू, ठिक छ कि नै? नचल के छ? भलक भिडियो बनाऊ भने नचल। भलक बनाउनु दियो कि भाइ यार मलाई यार। अरे के भन्नु यार? ओ दादा, ओ सर, कहाँ हिँड्दै हामी अहिले? यस्तो तान्दा छोड भने छोड कि? अरे अरे तँ के छ दाइ? दाजु के छ? किन भने नबोल्ने? हाम्रो भलक होइन, भलक यस्तै हो के यार? तिमी सिस्टम आयो और यहीको नाउँ ज्वाले कान्छ भाइ, उज्जले उज्जले गजामाउ गजामाउ है उज्जले है। कति क्या फल्यान भाउजू आलु? भयंकर फल्लो बनाए त त्यो बिउ आलु फल्यान। अरे यस्तो छ भाइ, पानी चाहिरहेको छ, खडेरी परिसक्यो, सब सुक्ने हालतमा छन् सब। तिमी पनि अब यस्तै हालतमा हुनेवाला छौ कुनै दिन। खडेरी खोज्दैन भाइ, नेट आउँछ यार। अब आइरहेको नि दाइ खडेरी त हो त। यो यस्तो गर्मी भइरहेको छ, केही घामै छैन अब, हो कि नै सर? हो कि नै? हामी यस्तै त हो नि हो। हाम्रो गाउँबाट देखिने खतरा ब्युटिफुल भ्यू देखाउन लाग्छौँ। बवाल भ्यू आइरहेको। हाम्रो गाउँबाट देखिने ब्युटिफुल भ्यू। बाबा मम्मी कि छ नि? त्यहाँ रहेछ मन्दिर। बवाल आउँदो खदा होइन यार भ्यू। यस्तो यस्तो झन् यति बवाल ह्यान्डसम मान्छे देखेपछि त पछाडिको भ्यू पनि आएछ, पुरा क्लियर आउँछ कि यति ह्यान्डसम मान्छे देखेपछि। यति ह्यान्डसम मान्छे हुनु पऱ्यो। यस्तो ह्यान्डसम मान्छे भएपछि ह्यान्डसम मान्छेको अगाडि भ्यू पनि फेल खान्छ क्या फेरि, हो कि नै? मन्दिर
कि नै यतातिर लागि यति आजको लागि यति भिडियो नै काफी हुन्छ कि दाइ भइगयो बाई गरिदिउँ त बाई गरिदिउँ न यार हेर न फेरि के भन्ने यस्तो यस्तो भयो ल अब यो मजाक पनि भइसक्यो आजलाई यो बाइक सबभन्दा चुतिया हो